यो चाहिँ सानीबेरीको लोकल माछा रुकुमपूर्वको। बुवाको काम माछा काट्ने अनि मुवाको काम चाहिँ माछा फ्राई गर्ने। रुकुमकोटको कमलद पूर्वी रुकुमको कमल। यहाँ चाहिँ हिमालहरू छ नजिकै पारिपट्टि। उच्च मावि छ यहाँ माथि दहको माथितिर अनि जिल्ला हस्पिटल अलिकति माथि। त्योभन्दा माथि हाइटमा चाहिँ आर्मी ब्यारेक। माथि देखिने हिमालहरू। यता चाहिँ रुकुमकोट भ्याली पूर्वी रुकुमको सदरमुकाम। आजकल चाहिँ कमलहरू सुकेको छ तर भदौ असोजतिर आयो भने चाहिँ एकदमै हरियो हराभरा अनि फुलहरू फुलेको हुन्छ एकदमै राम्रो हुन्छ। हाम्रोमा चाहिँ कोसेली यति धेरै बोक्सा छ मामा घर जाने। म चाहिँ गोलुलाई बोकिरहेको छु यहाँ। अहिले चुनाव लागिरहेछ म्यादी परेरीहरू गइरहनु भएको छ। बराहको मन्दिर डुम्रीको रुख। नमस्ते गर नमस्ते गर फाला फुल फाला नमस्ते गर अब नमस्ते गर हो यो चाहिँ हाम्रो ठाउँ रमाइलो छ एकदमै। हाम्रो रुकुमकोटको कमलदह त भ्यूहरू त कति हो कति राम्रो। बाटोहरू चाहिँ यसरी ढुङ्गा बिछाएर यति राम्रो बनाएको छ। आहा हाम्रो ठाउँ यति राम्रो छ। कमलदहको भ्यू कमलताल भित्र छिर्ने गेट। हाम्रो मामा घरहरू आयो यहाँदेखि त्यही पारीसम्म। मेरो मामा कति वर्ष भइसक्यो जिमा? 80 वर्षको हाम्रो जिमाको कपाल यति लामो छ। ओहो बाबा आइसक्यो।